आजको दिन चाहिँ म यता बिजी हुनेछु है। मेरो चाहिँ नेल्सको अपोइन्टमेन्ट थियो, मेरो साथीको सलुनमा म आएको थिएँ र उहाँ चाहिँ मेरो फर्स्ट क्लाइन्ट हुनुहुन्थ्यो र मैले थोरै कलरहरू लिएर आएको भएर चाहिँ ब्राइड हुनुहुन्थ्यो, त्यो भएको भएर रेडहरू मात्रै थियो। सो मैले चाहिँ कलर मिक्सिङबाट चाहिँ स्यान्डिङ बिटले मिक्स गरेर डटिङ टुल्स पनि मैले स्यान्डिङ बिटबाटै बनाएँ। सो उहाँको चाहिँ फर्स्ट क्लाइन्ट चाहिँ मेरो उहाँ हुनुहुन्थ्यो। उहाँहरूलाई कति क्युट देखेको थियो कि ब्राइडल हुनुहुन्थ्यो, तर पनि उहाँलाई एक्स्ट्रा गर्नुपर्ने भएको भएर चाहिँ हामीले चाहिँ न्यू कलर निकालेर चाहिँ उहाँहरूको नेल्स डन गऱ्यौँ र उहाँ चाहिँ हुनुहुन्थ्यो मेरो सेकेन्ड क्लाइन्ट्स। उहाँको चाहिँ इन्स्पो जस्तो गर्नुभयो, हामीले चाहिँ त्यस्तै नै क्रिएट गरिदिउँ। उहाँ चाहिँ ब्राइडै हुनुहुन्थ्यो र उहाँलाई चाहिँ अलिकति रेडिज नै देखाउनु पर्ने भएको भएर चाहिँ हामीले रेड फुल रेड नगरिकन हाफ फ्रेन्ड्सहरू स्ट्रोल डिजाइनहरू पनि गऱ्यौँ। सो उहाँको नेल्स डन भइसकेपछि चाहिँ मैले उहाँको चाहिँ ल्यासेस स्टार्ट गरेँ। आई ल्यासेस स्टार्ट गरिसकेपछि चाहिँ हाम्रो चाहिँ टाइम चाहिँ एकदमै नाइट भइसकेको थियो। म चाहिँ उहाँहरूको नेल्सहरू अनि ल्यासेसहरू डन गरेर चाहिँ म एकदम राति नै घर फर्किनु पर्ने भएको थियो। सो केही छैन, क्लाइन्ट्स खुसी हुने हामी खुसी हुने हो होइन। सो मलाई चाहिँ एकदमै प्रिटी लागेको थियो कि उहाँको नेल्स र ल्यासेस। सो होम सर्भिसलाई बुकिङ गर्न सक्नु